हेलो एभ्रिवान, हामी चाहिँ पर्वत पुगेका छौँ किनकि हाम्रो दाइको बिहा छ। अनि यो पहाडहरूको भ्युजहरू हेर्नुहोस् कति राम्रो छ। यस्तो पिसफुल ठाउँ छ कि स्वर्ग लाग्छ हजुरलाई त्यहाँ जानुभयो भने। यति राम्रो ठाउँ, आई लभ दिस नेचर्स। अनि त्यसपछि हाम्रो चाहिँ दाइको बिहा थियो र अनि हामी दाइको बिहा भनेर गएको थियौँ। अनि दाइको बिहामा चाहिँ हामीले धेरै इन्जोय गऱ्यौँ। अनि दाइको बिहामा चाहिँ हामीले लास्ट इन्जोय गऱ्यौँ। अनि चाहिँ हामी घुम्न पनि गएको थियौँ पर्वततिर, पहाडतिर। अनि यो पहाड एरिया चाहिँ यो पर्वत के भन्छन् अरे बराचौर बच्चा बिहादी हो। अनि यहाँ चाहिँ एकदम राम्रो ठाउँ पनि, एकदम रमाइलो छ यो ठाउँ चाहिँ। अनि हजुरहरूले हेर्न सक्नुहुन्छ यो ठाउँको सुन्दरता, यो भ्युजहरू कति राम्रो छ। अनि यो बाटो हेर्नु, यो सिनरीहरू हेर्नु एकदम राम्रो छ, रमाइलो छ एकदम। अनि राम्रो पनि छ। अनि यो ठाउँमा एकबार हजुरहरू पनि घुम्न जानु होला, एकदम राम्रो छ यो ठाउँहरू। अनि यो भ्युज हेर्नुहुन्छ, यो भ्यू चाहिँ मिर्मीको ड्याम हो। यस्तो राम्रो छ यो भ्यू, यस्तो राम्रो ठाउँ मैले देखेको थिएन। हजुर, यो भ्यू चाहिँ एकदम राम्रो छ। अनि यो चाहिँ हामी चाहिँ यो हाम्रो काइली आमाको मामा घर जान लागेको बाटो हो। यति राम्रो छ यो भ्युज पनि हेर्नु होला। अनि हजुरहरूले यस्तो राम्रो ठाउँलाई इन्जोय गर्नुभयो होला। थ्याङ्क यू फर मेरो भिडियो हेरिदिनु होला, लाइक गरिदिनु होला अनि सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ माई भिडियोज। थ्याङ्क यू फर एभ्रिथिङ। थ्याङ्क यू गाइज।